दर्शकबिन नमस्कार छ तपाईहरुलाई। आज तपाईहरु सामु म एक दुई कुरा राख्न गइरहेको छु। मान्छेहरुले आफ्नो प्रतिभा जन्मदेखि नै लिएर आएको हुन्छ। एउटा न एउटा प्रतिभा हुन्छ नि, जुन प्रतिभा उसले जब जान्ने बुझ्ने अथवा केही बुझ्ने हुन्छ, उसले थाहा पायो भने, जान्यो भने मात्रै, त्यसलाई आत्मसात गर्न सक्यो भने मात्रै, त्यसलाई परिचालन गर्न सक्यो भने मात्रै ऊ आफ्नो प्रतिभालाई अगाडि बढाएर विश्वसामु, आफ्नो देशमा, विश्वमा नाम राख्न सक्छ। जब आफ्नो प्रतिभा चिन्न सक्दैन, आफ्नो खुबी क्षमता र कला चिन्न जान्दैन, तब ऊ सधैँ पछि नै पर्छ। मैले यहाँ भन्न खोजेको कुरा र गर्न खोजेको कुरा के हो भने, जन्मजात एउटा प्रतिभा लिएर आएको हुन्छ, तर उसले चिन्न सक्यो र त्यसलाई व्यवहारमा युटिलाइज गर्न सक्यो भने त्यो मान्छे पक्कै पनि अगाडि बढ्छ। तर के छ भने, प्रतिभा भएर पनि उसले आफू लगनशील, मेहनत र दिनरात कडा मेहनत गरेन भने उसले प्रतिभा भएर पनि केही गर्न सक्दैन। त्यसकारण म तपाईहरुलाई यो कुरा भन्न चाहन्छु कि आफूसँग प्रतिभा छ भने, आफूसँग क्षमता छ भने, खुबी छ भने तपाईले त्यसलाई व्यवहारमा उतारेर कडा मेहनत गर्नुपर्ने हुन्छ। जसले कडा मेहनत गर्छ, आफ्नो कामप्रति लगनशील हुन्छ, त्यो मान्छे नै अगाडि बढ्छ। गर्न खोज्ने मान्छेले र मेहनती मान्छेले, एउटा लगनशील मान्छेले, एउटा केही गर्न खोज्ने मान्छेले जतिखेर पनि आफ्नो कामतिर ध्यान दिन्छ, ऊ एकाग्र हुन्छ। कसरी गर्ने, के गर्ने, कस्तो तरिकाले गर्ने भन्ने उसको मन मस्तिष्कमा एकदम वरिपरि घुमाइरहेको हुन्छ। र यो कामलाई कसरी सक्सेस गर्ने, कसरी अगाडि बढाउने ध्यानै बिहानदेखि ऊ नसुतुन्जेलसम्म, यति मात्र होइन, सुतेपछि पनि सपनामा पनि उसले त्यही देखिरहन्छ। जसले कडा मेहनत, कडा परिश्रम, लगनशील र दत्तचित्त भएर काममा अघि बढ्छ, काम गर्छ, त्यो नै सफलता हुन्छ। नगर्ने मान्छेले केही पनि गर्दैन। किनभने तपाईसँग एउटा प्रतिभा छ, तर उसलाई त्यो प्रतिभा प्रपुष्टन गर्नको लागि कुनै सामानहरू, कुनै चिजहरू आवश्यकता परेको छ भने त्यसलाई दिनुहोस्। सबै सामानहरू छ,
ती प्रतिभालाई प्रस्तुत गर्नको लागि सामानहरू, त्यसलाई चाहिने आवश्यक चिजहरू सबै थोक छ, तर उल्लेख गरेन भने त्यो सामानहरूको अर्थ रहँदैन। त्यसैले कुनै पनि काम गर्दाखेरि हामीले गर्ने जुन काम गर्छौँ हामी त्यसमा दत्तचित्त भएर लाग्नुपर्छ, गर्नुपर्छ, एकाग्र भएर त्यही कुरालाई दिमागमा राखेर त्यसैतर्फ ध्यान दियो भने मात्रै हामीले सफल पाउँछौँ, नभए हामीले असफलताको शिकार हुनुपर्ने बाध्यता हुन्छ। आज म यति नै कुरा गर्न चाहन्छु। यो कुरा कस्तो लाग्छ तपाईहरुलाई? कृपया कमेन्ट गर्नुहोला। धन्यवाद।